सुन लाला, भोट भनेको तपाईँ र मेरो जिम्मेवारी हो। हामीले छान्नुपर्छ, हेर्नुपर्छ कसलाई दिन भनेर। एउटा छोरी दिँदा हामी 150 जनाले सोधेर दिन्छौँ, 150 जनाले बुझेर दिन्छौँ यो व्यक्तिको बानी बेहोरा कस्तो छ, यो व्यक्तिको व्यवहार कस्तो छ, आम्दानी कति छ, कमाउने तरिका के छ, रोजगारी छ कि छैन भनेर हामी धेरै खोज तलासी गर्छौँ। तर यो त देशको कुरा छ, 5 वर्षको कुरा छ। 5 वर्षमा देश कि त आकाश छुन्छ कि त फेरि जमिनमा आएर रहन्छ। त्यसैले हामी सोच विचार गरेर आफ्नो अमूल्य मत दिउँ। हावाको भरमा र बवन्डरको भरमा, सोसल मिडियाको भरमा केही खोज तलासी नगरिकन, कुनै एजेन्डा, त्यसको पोलिटिकल भ्यू, पोलिटिकल एनालाइसिस नगरिकन हामी कसैलाई आफ्नो अमूल्य मत दिन होइन। मत त्यसलाई दिनु जसले तपाईँ र तपाईँको भावी सन्ततिको उज्जवल भविष्यका लागि कार्य गरोस्, तिनीहरूको भविष्य सुनिश्चितता गरोस्, हाम्रो नेपालको आर्थिक उन्नति होस्। हामी नेपालीहरू आज खाडीमा छौँ, प्राय युवाहरू देश बाहिर छन्। यस्ता व्यक्तिलाई दियोस् कि त्यो युवाहरू आफ्नो घर परिवार छोडेर बाहिर जानु नपरोस्, यस्ता व्यक्तिलाई दिनु। म भन्दिनँ यो फलानालाई दिनुहोस् भनेर। मत भनेको गोपनीयता हुन्छ। त्यसैले गोप्य मत सबैले आफ्नो स्थानबाट उपयुक्त उम्मेदवारलाई, उपयुक्त स्वस्थ भिजन भएको व्यक्तिलाई, कुनै दलाललाई होइन, वैदेशिक दलाललाई होइन, वैदेशिक इसारामा चल्ने व्यक्तिलाई होइन, कुनै कमेडियनलाई होइन, जसको पोलिटिकल एनालाइसिस राम्रो छ, वैदेशिक नीति राम्रो छ, कूटनीतिक सम्बन्धहरू राम्रोसँग बलियो गरेर राख्न सक्छ, त्यस्तो व्यक्तिलाई 5 वर्षको लागि आफ्नो देशको कमान्ड दिनुहोला। नत्र यो जेलेस्की जस्तै परिणत हुन्छ। जेलेस्की एउटा कलाकार थियो, धेरै राम्रो हास्य कलाकार थियो। आज देशको स्थिति हास्यास्पद भइसकेको छ, त्यो देशमा केही बाँकी छैन। हाम्रो पनि देशको स्थिति त्यस्तै नहोस्। हामी उम्मेदवार छान्दा स्वस्थ छवि र भिजन भएको, माटोसँग जोडिएर रहेको व्यक्तिलाई आफ्नो अमूल्य मत दिनुपर्छ। हस्त, धन्यवाद। जय नेपाल।